खुसी भएको यति खुसी हुन्छ नि फेरि यति चढ्नु नपाएर। हेलो हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल। हामी चाहिँ हिँडेको ल सानी, हामी कहाँ जानु लाग्यो? के जानु लाग्यो? बाटोटिन जानु लाग्यो तरकारी किन्न। यो चाहिँ वीरगन्जको गण्डक चोक। यस्तो दामी ठाउँ छ नि हो, सबैजना घुम्न आउन है। हामी चाहिँ तरकारी किन्न जाँदैछौँ। केलानी छिटछिटो गर अनि त्यहाँबाट चामल लिनुहरू भन्दा साग लिएर जाऊँ न त। साग लिँदैन नि त। अब यता हेरौँ, तरकारीहरू हेरौँ एकचोटि। कटर कटर लाने हो? कटर कटर कसरी हो? 50 रुपियाँ किलो। आधा किलो नि पाउँछ यो? आधा किलो राखिदिनु न। अन्त फर्सीको मन्टा नि रहेछ। फर्सीको मन्टा कसरी होला? कसरी मुठा? यो के हो? हजुर कति? दुईटा लाने? दुईटा लाने हो? त्यही राखिदिनु न दुईटा। टमाटर कसरी छ? हजुर 80 रुपियाँ किलो। आमामा कति महँगो हो। एक पाउ मात्र राखिदिनु, धेरै नै। एक पाउ मात्र राखिदिनु, धेरै महँगो छ हो तरकारी। हामी चाहिँ तरकारी किनेर आइसक्यौँ। अब चाहिँ हामी बाटोबाट नि छिर्दैछौँ। मती चामल 20 केजीलाई कति रहेछ यसको? 2168। कुन चामल हो यो? मसिनो, जिरा मसिनो रे। रेड कुन चाहिँ लाने?